अनि कसलाई मनपर्छ त चिल्ली। आज चाहिँ प्राउन चिल्ली मेरो स्टाइलमा बनाउन त। प्राउन चाहिँ अघि नै उसिनेर राखिसकेँ, तेल तताउने, अनि त्यसपछि चप गरेर राखेको के अरे लसुन अनि खुर्सानी फुराउने, एकछिन मजाले भुट्ने, अलिकति रातो रातो बनाउनुपर्छ। अनि मैले चाहिँ त्यो प्राउनलाई चाहिँ फ्राई गरेको छैन, सो यही लसुन फ्राई गर्दाखेरि नै फ्राई गर्ने भनेर। सो अब प्राउन राखिदिने, एकछिन मजाले फ्राई गर्ने, धेरै रातो चाहिँ नबनाउनु, फेरि त्यो डढा जस्तो हुन्छ, किनभने अलरेडी उसिन्दाखेरि नै पाकिसक्छ नि त। अनि त्यही भएर अहिले चाहिँ अलिअलि त्यो फ्लेभर त्यो खरिएको जस्तो भयो भने झन् मिठो हुन्छ नि त। सो त्यही भएर सँगै प्राउन पनि पाक्दै गर्छ, अनि त्यसपछि लसुन र खुर्सानी पनि पाक्दै गर्छ नि त। अनि त्यही भएर मैले चाहिँ यसरी बनाउँछु। अनि एकछिन मजाले भुट्ने, अनि भुटिसकिसकेपछि अनि यो चाहिँ एउटा सिँगै काटेको तर बिहा निकालेको टमाटर पनि एकछिन भुट्ने। त्यो चाहिँ किनभने टमाटरबाट पानी आउँछ नि त, त्यो एकछिन सुकोस् भनेर। अनि चप गरेर राखेको प्याज पनि हाल्ने, एकछिन भुट्ने। यो चाहिँ एकजनालाई मजाले पुग्छ, हुन त अब थोरै थोरै खाने त दुईजनालाई पनि पुग्छ, तर एकजनालाई मजाले पुग्छ। अनि हरियो क्याप्सिकम पनि हालेँ मैले, अनि पहेँलो क्याप्सिकम, अनि त्यसपछि रातो क्याप्सिकम पनि छ, अनि रातो क्याप्सिकम पनि हालेर मजाले भुट्ने। यसमा चाहिँ त्यो चिसो भए भएर अलिकति लपक्क पर्छ नि त, नुन चाहिँ अहिले नै अगाडि हाल्नु हुँदैन। अनि त्यसपछि एकछिन भुटिसक्यो, यत्तिको भइसकेपछि चाहिँ सोया सस पनि हाल्ने। तर अब चिल्ली भनिसकेपछि चाहिँ कसैलाई गुलियो पनि मिठो लाग्छ, अनि मलाई चाहिँ त्यस्तो गुलियो मिठो लाग्दैन, त्यही भएर सोया सस मात्र हाल्ने। अघि सोया सस हाल्नुभन्दा अगाडिबाट अलिकति एमएसजी अजिनोमोटो पनि हालिसकेको छु, नहाल्दा पनि हुन्छ, तर मलाई चाहिँ त्यसको टेस्ट मन पनि भएर हाल्ने। अनि यो नुन हालेँ, अलिकति धुलो खुर्सानी, अनि त्यसपछि जिरा। अब यति हालेपछि एकछिन मजाले भुटिदिने, त्यो अलिकति लागुन्जेल। अनि त्यसपछि त रेडी भयो हाम्रो प्राउन चिल्ली, खानुहोस् ल।